सो हेलो गाइज, वेलकम ब्याक टु माई अनदर भिडियो। आज म अनि प्रकाश दाई रुमबाट सिधै केएलसीसी। अब तपाईहरुलाई थाहा नै भइसक्यो है, हामी वंशा माजुबाट आज केएलसीसी घुम्न जाँदैछौँ किनकि आज छुट्टी थियो हाम्रो। त्यही भएर आज बेलुकाको भ्यू र नाइट भ्यू केएलसीसी को देखाउँछु। तपाईहरु हेर्नु होला भिडियो, वेट गरेर हेर्नु केही छिन। अब हामी मेट्रो स्टेसनको लागि जाँदैछौँ है। मेट्रोबाट अलि सस्तो पर्छ जानलाई, त्यही भएर मेट्रोबाट ट्राभल गर्दा राम्रो। हामी मेट्रो चढ्नको लागि प्लेटफर्मनिर आइसकेको छौँ। प्लेटफर्म माथि छ अनि माथि आइपुगेका छौँ हामी, हेर्न सक्नुहुन्छ। अब हामी मेट्रोबाट यो स्टेसन वंशा माजुबाट केएलसीसी। केएलसीसी आइसकेका छौँ हामी, हेर्न सक्नुहुन्छ। यहाँ यो केएलसीसी को स्टेसनमा एकदमै क्राउड हुन्छ क्या, एकदमै भिड हुन्छ। अब माथि निस्किँदैछु किनभने ग्राउन्ड फ्लोरमा छ नि त यो स्टेसन, अन्डरग्राउन्ड छ के। माथिको भ्यू यस्तो छ है, यस्तो राम्रो छ यहाँको जे होस् भ्यू। अब यहाँ प्रकाश दाइ चाहिँ रेडी पार्दै हुनुहुन्छ फोटोसोटो भिडियो लिनलाई। अब हामी पछाडिपट्टि जान्छौँ, केएलसीसी को पछाडिपट्टि। यो चाहिँ अहिले ठ्याक्कै केएलसीसी को पछाडिपट्टि आएको छौँ हामी। अनि यसको दृश्यमा तपाईहरुलाई देखाउँछु अहिले, ठ्याक्कै पछाडि आएको। रातिको झन् ब्युटिफुल हुन्छ है भ्यू, रातिको एकदम राम्रो हुन्छ। अब हामी चाहिँ त्यो साइड जाँदैछौँ, अर्को साइड। यहाँ आइसकेपछि प्राय गरी टुरिस्टहरू हुन्छ क्या, बढी टुरिस्टहरूलाई देख्नुहुन्छ, बाहिर कन्ट्रीहरूको गोरेहरूलाई। अहिले यहाँ बसेर हेर्दैछु अगाडि, एकदम मान्छेहरूको भिड छ होइन। अनि बेलुका छ, अहिले 6:30 बज्दै छ। यस्तो राम्रो सबैजना यहाँ बसेर यस्तो यो भ्यू नै हेर्छ। यहाँ नि नुहाउने ठाउँ छ होइन, आफ्नो बच्चाहरूले नुहाउँदैछ, रमाइलो गर्दैछ सबैजना। अनि एकछिन हामी यहाँ बसेर हेर्दै बसेको थियौँ। त्यसपछि बेलुका भइसकेपछि हामी भ्यू लिनु पर्यो भन्दै लिने। अनि साइडतिर भ्यू लिएको छु। यहाँ जगिङ गर्न रनिङ गर्न पनि मान्छेहरू धेरै आएको हुन्छ, हेर्न सक्नुहुन्छ भ्यू है। यस्तो देख्नुभयो भने तिर्खा लागेको छ भने पानी चाहिँ खान पाइन्छ है, यहाँ हेर्न सक्नुहुन्छ। त्यहाँ त्यो थिच्यो भने पानी आउँछ, त्यहाँ पानी खाने पानी छ त्यो। अब एकैछिनमा देखाउने छु बेलुकाको भ्यू, मस्त लाइटिङ वाला, हेर्न सक्नुहुन्छ। एकछिनमा म्युजिक बज्छ क्या, म्युजिक बजेपछि म्युजिकको उसमा बिटमा चाहिँ पानी पनि अप डाउन भइरहेको हुन्छ क्या। यहाँ चाहिँ बब्बाल भिडियो लियो के, बब्बाल मतलब केहीको त्यो त्यस्तो लाज त्यस्तो डर केही भएन क्या। पब्लिकमा मजाले भिडियो लियो क्या हामी, हेर्न सक्नुहुन्छ। यही हेर्नको लागि मान्छे वेटिङ गरिरहेको हुन्छ। एकदम भिड हुन्छ, एकदम भिड। अहिले म देखाउँछु भिड।
चारैतिर मान्छे बसेको हुन्छ, हेरिरहेको हुन्छ। यहाँ पुरै म्युजिक बजिरहेको हुन्छ होइन, म्युजिक बज्छ अनि म्युजिकको उसमा बिटमा चाहिँ वाटर चाहिँ अप डाउन भइरहेको हुन्छ। कति भिड छ हेर्नु। ल जाऊँ दाइ, रमाइलो भयो। आज त खतरा पब्लिकमा भिडियो बनायो, यसले पनि बनाएको थिएन इन्टर पब्लिकमा भिडियो मब्बाल बनायो। तर यस्तो हो, कसैले पनि केयर गर्दो रहेछ छैन कि, आफूलाई मात्र त्यस्तो डर हुँदो रहेछ। के भन्ला, के सोच्ला, कसैले गाली गर्ला, के त्यस्तो केही हुँदैन। अब तपाईँहरूलाई नि केएलसिसीको जस्ट अगाडि गएर केएलसिसीको नाइट भ्यू देखाइदिन्छु, अनि त्यसपछि हामी रुमतिर फर्किन्छौँ। अब हामी जाँदैछौँ त्यो अगाडिपट्टि जाँदैछौँ, हामी केएलसिसीको अगाडिपट्टि। यो पहिलो बिल्डिङ हेर्नुहुन्छ नि, यो चाहिँ पब्लिक ब्याङ्कको, यहाँको पब्लिक ब्याङ्कको चाहिँ हेड अफिस हो सायद हो। हामी आइसकेका छौँ है त अगाडिपट्टि केएलसिसीको अगाडि। ल हेर्नुहोस् भ्यू। अब हामी जाँदैछौँ है, अब रुमतिर फर्किन्छौँ। हस् त, धन्यवाद तपाईँहरू भिडियो हेर्नुभयो। यस्तै भिडियो हेर्नलाई फलो चाहिँ गर्नु होला। हस् त, थ्याङ्क यू।